गुड मर्निङ, नमस्ते सबैजनालाई। मेरो एउटा सानो ब्लगमा हजुरहरूले साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। जर्मनको म्युनिखमा पर्छ यो सहर। अनि यो ठाउँको नाम चाहिँ वेस्टबाक हो। वेस्टबाक अनि यस्तो राम्रो छ, हेर्नु न, कस्तो राम्रो रमणीय घुम्न लाग्दो ठाउँ छ। एकदम चिसो पनि छ, हात कटारिन्छ। यति बेला बनाउँदा भिडियो खिच्दाखेरि कस्तो गाह्रो भएको थियो। ल हेर्नु त यहाँनिर आमा बेसरी हिउँ पनि जमिरहेको छ। ल बिचरा यहाँ माछा पनि थियो, माछा पनि बिचरा मुनि कठाङ्ग्रिएर बसेको होला है। कसरी बसेको छ ल मलाई भनिदिनु होला। ल हाम्रो बुद्धको मन्दिर र हाम्रो सँगसँगै पशुपतिनाथको दर्शन पनि गर्नुहोस् ल। यहाँनिर हेर्नु त पशुपतिनाथको दर्शन छ, पशुपतिनाथको मन्दिर छ। कस्तो राम्रो ठाउँ छ, एकदम घुम्नको लागि एकदम राम्रो छ। आउनु होला, हजुरहरूलाई पनि मनपर्छ भने घुम्नु होला, रमाइलो इन्जोय गर्नु होला। ल हेर्नुहोस् कति रमाइलो छ। चिसो नि बेसरी चिसो छ, हिउँ परेको रहेछ। अनि त्यस पछाडि बच्चाहरू खेलिरहेछन्, उफ्रिरहेछन् यहाँनिर पनि। आज चाहिँ हामी यसो घुम्न आएको फ्यामिलीसँगै, चिसोको बेलामा। त्यही पनि सबै पातहरू पनि बिचरा सबै चिसोले सबै झरिसक्यो।